नमस्कार। आज धेरै दिनपछि एउटा कविता लिएर उपस्थित भएको छु। कविताको शीर्षक छ यो देशको खातिर। छन्द शार्दूल विकृत। कविता सुरु हुन्छ यसरी। बत्तीमा कसरी जलेर पुतली आफै खरानी भयो, के को लागि जल्यौ मरेर यसरी, त्यो जिन्दगी नै गयो। तिम्रो प्राण यहाँ गएर धरती दुख्दैछ दुख्दै अति, कालो बादल त्यो उठेर नभमा बर्सेर आयो कति, कालो बादल त्यो उठेर नभमा बर्सेर आयो कति। त्यो आँधी कसरी चलेर भवमा मासेर डाली गयो, हाम्रो काख यता हरेर किन हो नासेर खाली भयो। बग्दै आँसु झरे अपार झरना, रोएर धरती जहाँ, आमाको ममता चुडेर यसरी खोसेर लाँदा यहाँ, आमाको ममता चुडेर यसरी खोसेर लाँदा यहाँ। राम्रो गर्छु अझै भनेर जगमा चढ्दै बलिमा गयो, तिम्रो त्याग यहाँ बुझ्यो र कसले बेकार सस्तो भयो। लाग्यो घाउ जहाँ छ चोट गहिरो, बस्दैन खाटा कबै, झन् संसार डुब्यो गुमेर भवमा सन्तान प्यारा सबै, झन् संसार डुब्यो गुमेर भवमा सन्तान प्यारा सबै। रित्तो त्यो मनले अथाह जनले आँखा रसाए कति, आई चाड दसैँ गयो अबनीमा खल्लो गराए अति। हे आमा जननी अशान्त झयो, बन्दैछ धरती किन, लुट्दैछन् कसरी मिलेर सबले जान्दैन कोही दिन, लुट्दैछन् कसरी मिलेर सबले जान्दैन कोही दिन। अन्तिम श्लोक छ। आफ्नै भाइ फुटे गमार त लुटे भन्छन् सयौँले जहाँ, छन् माहौल त्यसै बनेर सब यो बल्दैछ धरती यहाँ। ढल्दैछन् किन स्वाभिमान यसरी, यो देशमा आखिर, हामी वीर सबै उठौँ भवमा यो देशको खातिर, हामी वीर सबै उठौँ भवमा यो देशको खातिर। हस्, धन्यवाद।